राइजन 3 अथवा i3 मा राइजन 3 अथवा i3 मा लियो भने चाहिँ राइजन 3 अथवा i3 मा लिनुहुन्छ भने 8 GB र्याम 8 GB र्याम मा आउँछ। त्यसै गरी तपाईको 512 SSD मा i3 मा कति पर्न आयो 46000 पुरै मार्केटमा बोनस 48 49 भन्छ तर म्याक्सले कति दियो ओन्ली 46000 मा। त्यसै गरी यसमै तपाईले अहिले हामीसँग भस्टोमा i5 सकिरहेछ 57 हामीले बेचेका छौं धेरै बिक्यो पनि हैन धेरै माया गर्नुभयो। अब यसमै राइजन 5 पनि आएको छ 3535 को राइजन 5 डेल को 3535 इन्स्पायरन को राइजन 5 भन्ने मोडल र्याम चाहिँ बढाउन यसमा मिल्दैन 8 को 8 रहन्छ। अब तपाईले 8 GB ले पुग्छ भने चाहिँ किन्दा भयो हैन दाइ मलाई 16 GB चाहिन्छ अथवा पछि एक्सपान्ड गर्छु भन्नुहुन्छ नि यो किनेर काम छैन बरु लेनोभो किन्नुस् यो बजेटमा 16 GB कै आउँछ। लेनोभो को किन्नुभयो भने चाहिँ 60 को रेन्जमा 16 GB र्याम भाकै पाउनुहुन्छ तपाईले राइजन 5 मा तर डेल चाहिँ तपाईको 8 GB को 60000 पर्छ। 3535 राइजन 5 मा 8512 कति पर्न आयो 60000। यसमै तपाईले राइजन 7 किन्नुहुन्छ भने 16 GB र्याम 512 मा कति पर्न आयो 80000। राइजन 7 त यति महँगो किन डेल एक त डेल भयो पहिलो कुरा दोस्रो कुरा यसमा 16 GB र्याम छ राइजन 5 मा र्याम बढाउन मिल्दैन। राइजन 5 कतिमा आयो 60000 मा। लेनोभोहरुको राइजन 5 एसआरको लियो भने 55000 मा आइहाल्छ तर डेल र एचपी हरु चाहिँ तपाईको अलिकति ब्रान्डले गर्दा महँगो पर्न आउँछ त्यही भएर 60 पुग्नु पर्छ। यो तपाईको 8 GB र्याम मा 60 पर्यो लेनोभोहरुको लिनुहुन्छ भने एसआरको लियो भने 60 को रेन्जमा तपाईले राइजन 5 पाउन सक्नुहुन्छ।